यो चाहिँ पाल्पा तानसेनको एकदमै चलेको शीतल फार्म। यहाँ यस्तो छ वातावरणहरु हेर्नुस्, मज्जाको गार्डन छ है। अनि त्यसपछि अनि बस्ने ठाउँ पनि छ, यस्तो कटेजहरु। अनि सेपरेट टाइपको फ्यामिली इन्भाइरोमेन्टहरु छ। चाहिँ बच्चाहरुलाई खेल्न पनि मिल्छ है। यहाँ आएर तपाईहरु प्याकेज लिएर नाइट स्पेन्ड पनि गर्न सक्नुहुनेछ। यहाँ यसरी बिहाको प्रोग्राम पनि राख्न सक्नुहुनेछ तपाईहरुले। यहाँ हेर्नुस्, अरु कन्स्ट्रक्सनहरु पनि हुँदैछ यहाँ शीतल फार्ममा। ल यस्तो कटेजहरु तपाईको पुरै फ्यामिलीले यो कटेज बुक गरेर यहाँ बस्न मिल्दछ। तपाई प्याकेज दिन सक्नुहुनेछ। यो हेर्नुस्, युरोपियन टाइपको घरहरु, यस्तो रमाइलो छ वातावरण यहाँ। फ्री स्पेस, शान्त वातावरण। यो हो तपाईको शीतल फार्म। ल आज यहाँ बिहाको प्रोग्राम पनि हुँदै रहेछ। यो चाहिँ यताबाट पोखरा जाने है। अनि वहाँ पर चाहिँ त्यो चाहिँ माडी फाटो, यो सिद्धार्थ हाइवे। यो ठाउँलाई भन्छ राई डाँडा। अनि यहाँ जुन चाहिँ म यो भिडियो खिचिरहेको छु, यो चाहिँ शीतल फार्म। यहाँ चाहिँ तपाईले एउटा यसरी पुरै यो कटेज बुक गर्न सक्नुहुनेछ। तपाईको फ्यामिलीको लागि एकदम राम्रो ठाउँ हुन सक्छ। यो एकदमै शीतल अनि पीस इन्भाइरोमेन्ट छ यहाँ। अनि प्लेन्टी अफ स्पेस छ यहाँ, एकदम स्पेसियस छ। एउटा चाहिँ बच्चा बच्ची खेल्नको लागि। अनि प्लस तपाईहरु फ्यामिली राम्रो टाइम स्पेन्ड गर्न सक्नुहुनेछ यहाँ। एकदम पीस छ, कुल छ। यसरी हटहरु थुप्रै बनाएको छ यहाँ है। धेरैहरु हटहरु छ। तपाईहरु मान्छेहरु 25-30 जना को लागि पनि एकदम राम्रो हुन सक्छ यहाँ। एकदम स्पेसियस छ यो ठाउँ। तपाईहरुलाई फ्यामिली टाइम स्पेन्ड गर्न एकदम राम्रो ठाउँ छ। तर शुक्रबार र शनिबार आउनुभयो भने तपाईले यहाँ ठाउँ पनि पाउनुहुन्न है। आमालाई भनेर
यो चाहिँ किचन रहेको छ। आज यहाँ बिहा छ त्यही भएर This was